हेलो राम्रा राम्रा मान्छेहरू के छ। मसँग चाहिँ आज एउटा सामान छ। म यो सामान चाहिँ अनबक्सिङ गरेर देखाउने छु। अनि यसको राम्रो पक्ष नराम्रो पक्ष के कस्तो आउँछ यसको रिभ्यू पनि हुनेछ यो भिडियोमा। म चाहिँ यो अनबक्सिङ गर्छु है त। मैले चाहिँ यो काठमाडौँदेखि हिजो मगाएँ, आजै आइपुग्यो। मलाई चाहिँ यो एकदमै आवश्यक पनि थियो। भिडियोहरू बनाउँदाखेरि चाहिने सामान हो। यो के सामान हो भनेर त तपाईँहरूले अनुमान गरिसक्नुभयो होला। यदि गर्नुभएको छैन भने पनि म यहाँ खोलिरहेको छु, देखाउँछु। यो चाहिँ भ्याट बिल, सामान चाहिँ यो यसमा छाप पनि छ है अनबक्सिङको। यो चाहिँ हो अल्टिमा क्लियर माइक। यो चाहिँ मैले टिकटकहरूमा अनि युट्युबहरूमा फेसबुकहरूमा भिडियो हेरेर यो चाहिँ राम्रो छ भन्ने रिभ्यू हेरेर मगाएँ। अब यो कस्तो हुन्छ, कस्तो दिन्छ, यसको साउन्ड चाहिँ कस्तो आउँछ, म यसलाई चाहिँ टेस्ट गरेर हेर्छु। यसमा चाहिँ आउँदो रहेछ एउटा चार्ज गर्नलाई केबल, अनि यो युजर म्यानुअल, अनि यो चाहिँ छ वारेन्टी कार्ड। अल्टिमाकै हो, नेपाली ब्रान्ड। अनि यो छ यसमा अल्टिमाको माइक। अब यसलाई खोलेर हेर्दाखेरि यसमा चाहिँ एउटा यो पोर्ट आयो, अनि त्यस पछाडि दुईवटा रिसिभर आयो, अनि यो पनि अर्को रिसिभर भयो। त्यसपछि यो चाहिँ चार्जिङ केस भयो। म यसलाई यही भिडियोमा टेस्ट गर्छु। चाहिँ निलो। हेलो 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 साथीहरू, हेलो हेलो। साउन्ड कस्तो आइरहेछ। अनि यसको मोडहरू पनि छ। के हो भनेर अहिले म फर्स्ट युज गर्दैछु, अहिले चाहिँ थाहा हुन्न मलाई। म एक दुई दिनमा युज गरिसकेपछि बल्ल थाहा हुन्छ। अनि अर्को यो कलरमा पनि छ। यो कलरमा पनि कस्तो खाले साउन्ड आउँछ भनेर म चाहिँ यो भिडियोमा तपाईँहरूले सुनिराख्नु भएको छ। अहिले चाहिँ यो अन छ। नर्मल मोडमा चाहिँ अहिले भएको साउन्ड चाहिँ नर्मल मोडको हो। अब मैले यो निकालेर हेर्छु। यो निकाल्दाखेरि चाहिँ मेरो मोबाइलको साउन्ड कस्तो आउँछ। अहिले चाहिँ मैले यो रिसिभर, यो पोर्ट चाहिँ निकालेँ। यो पोर्ट निकाल्दाखेरि कस्तो साउन्ड आएको छ। अहिले चाहिँ फेरि राख्दाखेरि कस्तो साउन्ड आएको छ त्यहाँ कमेन्ट गर्नु होला। यो राम्रो साउन्ड आयो कि आएन। म पनि अर्को रिभ्यू भिडियो पनि बनाउने छु। बाई बाई।